Excuse me. हाम्रो बिल कति भयो? 3टा आलु मिमी अन्त टोटल चाहिँ 900 रुपियाँ भएछ पनि। फेरि स्याटरडे आउनु भएछ तपाईँहरू हो। यसमा स्याटरडेमा फेरि हाम्रो अफर चल्छ कि अफरमा तपाईँहरूले 400 रुपियाँ घटेको छ हो। अन्त 400मा 500हरू चाहिँ दिनुपर्छ तिमीहरूले। फेरि 2 जना आउनु भएछ तपाईँहरू हो। त्यही माथि राम्री हो, त्यसमा हामीले घटाइदिनु पर्छ 300 रुपियाँ। 300 रुपियाँमा दिनु पर्यो 200 रुपियाँ हो। त्यति चाहिँ गरिदिनुहोस् न ल। तपाईँ त कस्तो राम्रो हुनुहुँदो रहेछ हौ। ए हो ह्यान्डसम पो। पुरापुरी छुट तपाईँहरू, छुट। तपाईँहरू जानुहोस् ल। ए हुन्छ, तपाईँ त कस्तो राम्रो हुनुहुँदैछ। है सुन्नुहोस् है, सान्टा फ्रुट पनि खाँदै जानुहोस् तपाईँहरू ल। थ्याङ्क यू। Thank you. कस्तो राम्रै गुलाबको फुल जस्तो उठाउनु पाएँ नि। ए यो पो पारा किन दोकान लसमा जाँदैछ भनेको त है। राम्री केटी देख्नु हुँदैन तँलाई, छुट गर्नुपर्छ तँलाई। अरे मालिक पाउनु पर्छ त आफूलाई दिनु। मालिक हो भाइहरू, मालिकले देऊ न त त्यसो याद गरिदेऊ न। होइन मालिक तिनीहरू होइन के को छुट गर्छ? राम्री केटी देख्नु हुँदैन है तँलाई। होइन मालिक त्यस्तो होइन मालिक। कस्तो अन्त? मालिक अब के भन्नु, अब उनीहरूको त्यो अदा नै त्यस्तो थियो कि अन्त अलिकति डिस्काउन्ट गर्नु पर्यो। तँलाई त ह्यान्डसम राम्रै भन्नु हुँदैन रहेछ त है। अब क्या उनीहरूले पनि सत्य भने अब भएकै हो, अब ह्यान्डसमै हो। अब तँलाई अब यहीँ बस्यो भने यस्तो प्रकारले चाहिँ हुँदैन, बिजनेस चल्दैन भाइ, लसको लस हुन्छ। तँ निस्किहाल, आइज निस्किहाल, यहाँबाट निस्किहाल, आइज निस्किहाल त। जा त्यो बदली अर्कै लगाउँछु म। जा सिधै पाउँदैन तैँले, जा भात खाएर जा भात जा। साला राम्रीले खानु दिँदैन भन्थ्यो हो रहेछ।